यो देशैभरि राष्ट्रपाको लहर चलेको छ, राष्ट्रपाको पक्षमा तपाईँ कतिको उत्साहित हुनुहुन्छ? यत्रो लहर चल्दा उत्साहित नहुने कुरै भएन नि। तपाईँ यहाँ जितेर गइसकेपछि तपाईँको नेतृत्व, राष्ट्रपाको नेतृत्व, सरकार र सदन प्रतिनिधिले जनताको अपेक्षा अनुसार काम गर्नको लागि कति सचेत भएर काम गर्नुहुन्छ? जनताका अथाह अपेक्षाहरू छन्। हजुर, त्यो अपेक्षा पुरा गर्नका लागि सबभन्दा पहिला कानुन निर्माण गर्ने, कानुन संशोधन गर्ने जनता पक्षमा नभएका र सुशासन कायम गर्ने, भ्रष्टाचार मुक्त गर्ने विषयमा चाहिँ ध्यान दिनुपर्नेछ। त्यसका बारेमा गहन छलफल गरेर एउटा खालको चाहिँ कार्ययोजना बनाएर त्यो कार्ययोजनाका आधारमा सदनमा प्रस्तुत हुने कुरामा मेरो कुनै कमी हुने छैन र जनताका जति अपेक्षाहरू छन् ती अपेक्षा पुरा गर्ने चाहिँ एउटा वे पक्रेर हिँडेपछि गन्तव्य पुगिन्छ। तपाईँले भ्रष्टाचार कुरा गर्नुभयो होइन? यो भ्रष्टाचार नियन्त्रणका लागि संवैधानिक निकायहरू छन्। यो तपाईँको यो विभिन्न किसिमका निकाय, पुलिस प्रशासन छ, अख्तियार छ। त्यति निकाय हुँदा पनि किन भ्रष्टाचार नियन्त्रण हुन सकेन? तपाईँको नेतृत्व सरकारले यसलाई कसरी हेर्छ? यो कतिपय नियमको कमजोरी छ भने कतिपय नियतकोमा खोट छ। नियमका कमजोरी भएकाहरूमा नियम संशोधन गर्नुपर्ने छ र नियतमा खोट भएकोमा प्रभावकारी रूपमा कार्यान्वयन गर्ने विषय चाहिँ जरुरी छ। त्यस कारणले नियमका कमजोरी भएको ठाउँमा पनि नियम परिवर्तन गर्ने र नियतमा खोट भएकोहरूलाई खबरदारी गरेर इमान्दार साथ काम गर्ने र चाहिँ सर्भिस प्रभावकारी बनाउने कुरामा हामी सचेत छौँ। यो जनता अहिले के देखेछ भन्दाखेरि अब जनता अहिलेको यो चुनावले के देखाएको छ भन्दा कुनै पनि आज्ञाकारी र कुनै पनि दासत्वमा अब जनता छैन। जनता स्वतन्त्र रूपमा छ, आफ्नो मत दिएर देखाइदिइसक्यो। यसलाई अब तपाईँले के सन्देश दिन चाहनुहुन्छ? तपाईँलाई यसरी ठुलो अन्तरले मत दिइराख्नु भएको छ, आम नागरिकलाई के सन्देश दिन चाहनुहुन्छ? मलाई त अत्यन्तै खुसी लागेको छ कि 48 सालदेखि म कहीँ न कहीँ लोकतान्त्रिक विधि पद्धति अनुसार भएका चुनावहरूमा म इन्भल्भ छु आजसम्म। र आजसम्म मलाई लाग्छ, मेरो अनुमान हो कि सबभन्दा बढी खर्च गर्ने मान्छे पनि यहीँ चुनाव लडे, सबभन्दा कम खर्च गर्न नसक्ने मान्छे पनि यहीँ चुनाव लडे। सबभन्दा कम खर्च गर्ने मान्छेहरूले पनि जनताले चाहिँ चुनाव जिताए र सबभन्दा बढी खर्च गर्नेलाई खर्चले मात्रै हुँदैन, हामीसँग विवेक छ। त्यो विवेक प्रयोग गर्ने क्षमता हामीसँग छ भनेर चाहिँ प्रस्तुत गरे। त्यस कारणले अब जनतालाई पशुवत व्यवहार होइन, मानव हुन्, आफ्नो कन्साइनले निर्णय गर्न सक्छन्, के ठिक के बेठिक छुट्याउन सक्छन् र यो देशको बारेमा चिन्तित छन् भन्ने कुरा सन्देश दिएको छ। त्यस कारणले सबै राजनीतिक दलहरूलाई, मेरो दल राष्ट्रिय स्वतन्त्र पार्टी लगायत सबै दलहरूलाई जनतालाई अवमूल्यन होइन, राम्रो मूल्याङ्कन गरेर उहाँहरूको चाहना र उहाँको स्पिरिट अनुसार नेतृत्वले काम दिन सक्नुपर्छ र आफ्नो प्रतिनिधि भनेको शासक र शासितको सम्बन्ध होइन, एउटा पारिवारिक सम्बन्ध लिएर दुःख सुखको साथी भनेर अगाडि बढ्नुपर्छ। तब मात्रै विकास निर्माणको सन्दर्भमा होस्, राष्ट्रमा सुशासन ल्याउने सन्दर्भमा होस् र दुःख वा सुखको साथी भन्ने सन्दर्भमा होस् र नेपाललाई समृद्ध बनाउने योजनाको सन्दर्भमा होस्, जनताहरू सचेतताका साथ हेरेका छन्। त्यो प्लानिङ सहित अगाडि बढ्यो भने जनताले अर्को पटक थ्याङ्क्स भनेर कन्टिन्युटी दिन्छन्। होइन भने जनताले आज अरू पार्टीको जे हालत भयो त्यही हालत बनाउँछन् भनेर त्यो हेक्का राखेर राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व अगाडि बढ्नुपर्छ भन्ने मेरो त्यो सल्लाह हुन्छ। म त्यही अनुसार चल्छु र नेतृत्वलाई पनि त्यही अनुसार चल्न खबरदारी गर्छु। अन्तमा मेरो एउटा प्रश्न के छ भन्दा तपाईँलाई, विगतका दल र नेताका कुराहरू जनताले धेरै सुने, ती दलहरू नेताहरूबाट धेरै आशा पनि गरे र पटक पटक धोका पनि खाए। अब यो स्थिति नदोहोरिएला भने के छ त्यस्तो? त्यही कुरा मैले भनेको, यो स्थिति म एउटा दुईटा मान्छेले गरेर हुँदो रहेछ। म जुन पार्टीमा काम गरिरहेको थिएँ त्यहाँ पनि मलाई लाग्छ मैले आफूले आफूलाई स्वमूल्याङ्कन गर्दाखेरि मैले अब्बलै ठानेर काम गरेको थिएँ र म त्यहाँ सङ्घर्ष गरिरहेको थिएँ। तर नेतृत्वमा नियतमा खोट देखिएपछि, तालाचाबी लिने ठाउँमा खोट देखिएपछि चाहे अनुसार जनताको चाहना अनुसार काम हुन सक्दो रहेछ भनेको कुरा मलाई प्रष्ट भएको छ। हामी कुनै गन्तव्यमा पुग्नका लागि ड्राइभिङ सिटमा बस्छौँ प्यासेन्जरको रूपमा, तर ड्राइभर
क्वालिटीको भएन भने गन्तव्यमा पुग्नभन्दा अगाडि नै एक्सिडेन्ट हुनसक्छ, जुन यसभन्दा अगाडि बिचबिचमा धेरै एक्सिडेन्टहरू भए। अब राष्ट्रिय स्वतन्त्र पार्टीले यत्रो जनलहर र यत्रो जनताको विश्वास प्राप्त गरेको छ, त्यो नेतृत्व भनेको अब्बल खालको ड्राइभर हो भनेर प्रमाणित गर्नुपर्छ र गन्तव्यमा पुर्याउनुपर्छ। त्यो सङ्कल्प गरेर अगाडि बढेको छ र त्यो सङ्कल्पमा कहीँ न कहीँ खोट देखियो भने अब जनताले बर्दाश्त गर्न सक्दैन। त्यो कुरा म सचेत छु र नेतृत्वलाई सचेत गराउँछु। तपाईँले बाचा गरेका जति पनि छन् नि मुद्दाहरू जनतासँग, त्यो पुरा भएन भने तपाईँ जवाफदेही हुन तयार हुनुहुन्छ? जवाफदेही हुनै पर्यो। मैले चाहिँ टुक्रे टाक्रे कुरामा मैले चाहिँ आफ्नो पनि मैले त्यो बाचा पनि गरेका छैन। मैले राष्ट्रिय सङ्कल्पलाई लिएर अगाडि बढेको छु। नेपाल समृद्ध बनाउने सन्दर्भमा कतिपय नीतिगत कुरामा त्रुटि छन्, त्यसलाई करेक्सन गर्नुपर्छ भनेर चाहिँ अगाडि बढेको छु। यहाँ चाहिँ सुशासनको अभावका कारणले यो देश बिग्रेको छ। सुशासन कायम गर्नका लागि हामीले इमान्दार साथ अगाडि बढ्नुपर्छ भनेको छु। भ्रष्टाचार मुक्त चाहिँ समाजका लागि, देशका लागि भ्रष्टाचार शून्य सहनशीलता कायम गर्नुपर्छ भनेर चाहिँ अगाडि बढ्ने वाचा गरेको छु। र कतिपय चाहिँ विकास निर्माणका काममा, भौतिक विकास निर्माणको काममा पनि मैले अन्त जति काम हुन सक्छन् त्यहाँभन्दा बढी नै मैले मेरो भूमिका चाहिँ निर्वाह गर्न सक्छु भनेर मैले समग्रमा कुरा गरेको छु। त्यस कारणले मैले आफूले चाहिँ गरेका वाचा पत्रमा लेखेका कुराहरूमा मेरो प्रतिबद्धता छ र त्यो प्रति म उत्तरदायी छु। हस्त समय र सम्वादका लागि तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले